अब हामी कोफिसिएन्ट अफ viscosity अफ लिक्विड अनि फ्लुइड मेकानिक्सतिर जान्छौँ। फ्लुइड डायनामिक्सतिर अब हामी फ्लुइड डायनामिक्सको बारेमा पढ्छौँ है। अब यहाँ सुरुमा क्वेसन के आयो भन्दा वाट इज कोफिसिएन्ट अफ viscosity अफ लिक्विड भनेर भनौँ। अनि अर्को भनेको टु फ्याक्टर्स एफेक्टिङ viscosity अफ लिक्विड, कुन कुन फ्याक्टरले एफेक्ट गर्छ र न्युटन फर्मुला भनेको के हो, त्यसले 2 मार्क्स क्यारी गरेको छ र यहाँ एउटा न्युमेरिकल दिएको छ। सुरुमा क्वेसन ए सोलुसन हेरौँ है। सोलुसन कोफिसिएन्ट अफ viscosity अफ लिक्विड भन्ने बित्तिकै के सम्झिने, सुरुमा न्युटन्स फर्मुला सम्झिने है। न्युटन्स फर्मुलाले के भन्छ भन्दा न्युटन्स फर्मुला भनेको एफ इक्वल्स टु माइनस इटा ए डिभी बाई डिएक्स हो है। अब यहाँ जुन यो माइनस छ, यो माइनसले जस्ट के मात्रै देखाउँछ, डाइरेक्सन मात्रै देखाउँछ, यसले म्याग्निच्युडमा कुनै पनि असर गर्दैन। त्यही भएर म्याग्निच्युडमा लेख्दा यसलाई हामी इग्नोर गर्न पनि सक्छौँ र यो इटा ए डिभी बाई डिएक्स रह्यो। हामीलाई इटाको डेफिनेसन चाहिएको छ कोफिसिएन्ट अफ viscosity-को। सो इटा इक्वल्स टु एफ बाई ए इन्टु डिभी बाई डिएक्स भयो। अब हामीले सबैको भ्यालु पुट गरिदिन्छौँ है। इफ ए को भ्यालु 1 मिटर स्क्वायर भयो र डिभी बाई डिएक्सको भ्यालु 1 पर सेकेन्ड भयो भने त्यस्तो बेलामा यो जुन रिलेसन छ इटा इक्वल्स टु के हुन्छ त एफ। यहाँबाट के थाहा हुन्छ भन्दा कोफिसिएन्ट अफ viscosity जुन इटा छ, यो कोफिसिएन्ट अफ viscosity भनेको पनि के रहेछ, भिस्कस फोर्स नै रहेछ। कुन फोर्स रहेछ, भिस्कस फोर्स नै रहेछ। तर कतिखेरको भिस्कस फोर्स भन्दा जतिखेर एरिया कति थियो, 1 मिटर स्क्वायर थियो र भेलोसिटी ग्रेडियन्ट कति थियो, युनिट थियो, त्यतिखेरको के रहेछ, भिस्कस फोर्स रहेछ। सो कोफिसिएन्ट अफ viscosity-लाई हामी कसरी पनि डिफाइन गर्न सक्यौँ भन्दा भिस्कस फोर्स पर युनिट एरिया पर युनिट भेलोसिटी ग्रेडियन्ट। कसरी अरे, भिस्कस फोर्स पर युनिट एरिया पर युनिट भेलोसिटी ग्रेडियन्ट। अब यसको डेफिनेसन के भन्न पाइयो त भन्दा जम्मा कति सम्झिनु पर्यो, यति सम्झिँदाखेरि हो। यति पनि सम्झिन सकिँदैन भने त्योभन्दा कम्ती यति मात्रै सम्झिँदा पनि पुग्यो। के सम्झिनु पर्यो, कोफिसिएन्ट अफ viscosity भनेको के रहेछ, भिस्कस फोर्स। त्यही भएर हामीले के भन्यौँ, भिस्कस फोर्स पर युनिट एरिया पर युनिट भेलोसिटी ग्रेडियन्ट। अब क्वेसन नम्बर 2 मा जाउँ। क्वेसन नम्बरमा भन्दैछ दुईवटा फ्याक्टर के हो viscosity-लाई एफेक्ट गर्ने। त्यसो भए यो भन्ने बित्तिकै के सम्झिनु पर्यो त भन्दा दुईवटा फ्याक्टर भनेको दुईवटा फ्याक्टर्सहरू के हुन् त भन्दा एउटा फ्याक्टर हो नेचर अफ लिक्विड, लिक्विडको नेचर कस्तो हुन्छ त्यसमा डिपेन्ड गर्छ। अर्को भनेको टेम्परेचरमा डिपेन्ड गर्छ। यो दुईवटा क्वान्टिटीमा डिपेन्ड गर्छन्, एउटा नेचर अफ लिक्विड, अर्को टेम्परेचरमा। यो दुईवटा सम्झिँदा पुगिगयो। अब न्युटन्स फर्मुला भनेको छ है। यो न्युटन्स फर्मुलाको बारेमा थोरै अलिकति बुझौँ, कोही कोही बेला दिन पनि सक्छ है। सपोज हामीसँग दुईवटा लिक्विडको लेयरहरू छ, यो एउटा लेयर भयो, यो अर्को लेयर भयो र मुनिपट्टिको सर्फेस फिक्स्ड छ। यो सर्फेस चाहिँ फिक्स्ड छ, यहाँको भेलोसिटी चाहिँ कति छ त 0 छ। यो जुन मुनिपट्टिको लेयर छ यो v भेलोसिटीले मुभ गर्दैछ र माथिपट्टिको लेयर जुन छ त्यो v प्लस dv भेलोसिटीले मुभ गर्दैछ। मुनिपट्टिको लेयर के अरे ग्राउन्डदेखि x हाइट माथि छ भने यो जुन माथिपट्टिको लिक्विड छ x प्लस डेल x हाइट माथि छ। यस्तो बेलामा यो दुईवटा जुन लिक्विड लेयर छन् यसको बिचमा रिलेटिभ मोसन हुन्छ। रिलेटिभ मोसन भनेको एउटाको भेलोसिटी बढी हुन्छ, अर्कोको भेलोसिटी कम्ती हुन्छ। जसले गर्दा लेयरको बिचमा फ्रिक्सन प्रोड्युस हुन्छ। त्यो फ्रिक्सन चाहिँ कतापट्टि लाग्छ त, अपोजिट डाइरेक्सनमा लाग्छ। हो त्यही फ्रिक्सनलाई हामी भन्छौँ भिस्कस फोर्स। र यो भिस्कस फोर्स निकाल्ने फर्मुला हुन्छ एफ इक्वल्स टु माइनस इटा ए डिभी बाई डिएक्स। त्यसलाई नि के भन्छ, न्युटन्स फर्मुला भन्छ। यहाँ जुन यो माइनस साइन छ, माइनस साइन चाहिँ किन आएको भन्दा एफ र भेलोसिटी चाहिँ कुन डाइरेक्सनमा छन्,
अपोजिट डाइरेक्सनमा छन्। यो जुन इटा छ यसलाई भन्छ कोफिसिएन्ट अफ भिस्कोसिटी है। अनि यो जुन ए छ यसलाई भन्छ एरिया अफ लिक्विड लेयर। अनि यो जुन डिभी बाई डिएक्स छ यो डिभी बाई डिएक्सलाई भन्छ भेलोसिटी ग्रेडियन्ट है। अब यति कुराहरू लेख्न सक्यो भने पुगिहाल्यो। के लेख्नु पर्यो? द न्युटन्स फर्मुला फर भेलोसिटी अफ or viscosity of liquid is given by F equals to minus eta A dV by dx रहेछ, जहाँ यो the negative sign indicates that F and V are in opposite direction. Eta is coefficient of viscosity, A is area of the liquid layer, dV by dx is velocity gradient. यति लेख्न सक्यो भने यहाँबाट पनि हामी कम्प्लिट मार्क्स ल्याउन सक्छौँ है। यति सम्झिहाल्ने। यहाँ जुन लेखेको यो छ यो जुन थ्योरी अहिले भर्खर बुझ्यो यो थ्योरी कोही कोही बेला यही मात्रै पनि 2 मार्क्समा सोधिन सक्छ प्रिपेयर्ड हुने है। अब यति लेख्यो भने कति मार्क्स आयो त? यसबाट 2 मार्क्स आयो, यसबाट 1 मार्क्स आयो। अब हामी यो 2 मार्क्सको न्युमेरिकल गर्छौँ। अब यो 2 मार्क्सको न्युमेरिकलमा जाउँ। यहाँ भनेको छ अ सर्कुलर प्लेट अफ रेडियस दियो, रेडियसलाई लेखिहाल्ने। कति दिएको रहेछ? 5 सेन्टिमिटर। यो कति? 5 × 10⁻⁻2 मिटर। रेस्ट गरेको रहेछ, रेस्ट अन अ लेयर अफ कास्टर विल कति मिटर थिक रहेछ? 2 मिलिमिटर थिक। यो भन्ने बित्तिकै यो कसको भ्यालु भयो? डिएक्सको। जुन कति दिएको रहेछ? 2 मिलिमिटर। यसलाई पनि केमा कन्भर्ट गरिदिइहाल्ने? मिटरमा। यो कति हुन्छ त? 2 × 10⁻³ मिटर। whose coefficient of viscosity is इटा दिएको छ, इटा कति दिएको छ? 21 दिएको छ। यो 21 भनेको सिजिएस युनिट हो। सिजिएस युनिट हो भने अब के गर्नु पर्यो त माथिपट्टिकोलाई भन्दाखेरि यसलाई सेन्टिमिटरमै कन्भर्ट गर्नु पर्यो। त्यसको लागि यहाँ 1 लेखिदिने, यो सेन्टिमिटरमा गयो, जसलाई हामी सिम्पली 0.2 के भन्छौँ त? सेन्टिमिटर भन्छौँ। अनि त्यस पछाडि यो जुन माथिको रिलेसन छ माथिको रिलेसनमा अब यसलाई कन्भर्ट नगर्ने, यसलाई पनि मेटाइदिने। क्यालकुलेट द होरिजेन्टल फोर्स। अब हामीलाई फोर्स निकाल्नु भनेको छ सिजिएस युनिट सिस्टममा फोर्सको युनिट डाइन हुन्छ भनेर सम्झिहाल्ने। होरिजेन्टल फोर्स रिक्वायर्ड टु मुभ द प्लेट विथ द स्पिड अफ 5 सेन्टिमिटर पर सेकेन्ड। त्यसो भए मुनिपट्टिको लिक्विड रेस्टमा थियो, माथिपट्टिको 5 सेन्टिमिटरमा जाँदै थियो। भन्नुको मिनिङ यो दुईटाको बिचमा रिलेटिभ भेलोसिटी कति भयो? 5 सेन्टिमिटर पर सेकेन्ड। र न्युमेरिकल गर्दाखेरि चाहिँ कहिल्यै पनि माइनस नलेख्ने। किन माइनस नलेख्ने? माइनसको जस्ट साइन के मात्रै हो? नेगेटिभ मात्रै हो। यसले म्याग्निट्युडमा कुनै पनि असर गर्दैन। अब इटाको भ्यालु कति दिएको छ? 15.5 इन्टु ए दिएको छ। अब एरिया यहाँ रेडियस दिएको थियो है। अब एरिया कसरी निक्लिन्छ? πr² गरेर। यो भनेको पाईको पाई इन्टु आर भनेको 5 छ, 5 को स्क्वायर कति भयो? 25। त्यही भएर 25 सेन्टिमिटर स्क्वायर लेखिदिने। अब यो भयो इटाको भ्यालु 25 पाई पनि छ है, पाई पनि छ, 25 पाई भयो इन्टु डिबीको भ्यालु कति छ? 5, डिएक्सको भ्यालु कति छ? 0.2 छ। यो सबै भ्यालु राखेर क्यालकुलेट गर्ने। क्यालकुलेट गर्दा यसको भ्यालु आउँछ 3.04 इन्टु 10⁴। फोर्सको युनिट के हुन्छ अरे? डाइन। अब हामी नेक्स्ट फर्मुलामा नेक्स्ट क्वेसनमा जाउँ। वाट इज पोइसल्स फर्मुला? पोइसल्स फर्मुलाको क्वेसनहरू इम्पोर्टेन्ट छ है, न्युमेरिकलहरू पनि इम्पोर्टेन्ट हुन्छ किनकि यहाँ प्रेसर डिफरेन्सको कन्सेप्ट युज गरिन्छ। डाइरेक्ट प्रेसरको होइन, प्रेसर डिफरेन्स ध्यान। पोइसल्स फर्मुला भनेको चाहिँ के हो त भन्दा सपोज एउटा होरिजेन्टल ट्युब छ। यो भनेको एउटा होरिजेन्टल क्यापिलरी ट्युब भयो। हामी डिटेलली बुझौँ, डाइरेक्ट फर्मुला सम्झिन सजिलो होस् भनेर है। यो क्यापिलरी ट्युबको लेन्थ छ एल, यो टोटल लेन्थ एल छ। यसको रेडियस आर, यसको रेडियस भयो है। अनि त्यस पछाडि यो दुईटा बिचको प्रेसर डिफरेन्स पी छ, यहाँ प्रेसर डिफरेन्स पी भयो है।
यहाँबाट कन्टिन्युअसली के फ्लो भइरहेको छ, लिक्विड फ्लो भइरहेको छ वा फ्लुइड फ्लो भइरहेको छ। यहाँ जुन के अरे फ्लुइड जुन फ्लो भइरहेको छ वा लिक्विड जुन यहाँबाट बाहिर निक्लिरहेको छ, यो यसको भोल्युम पर सेकेन्डमा, यसको भोल्युम चाहिँ पर सेकेन्डमा कति हुन्छ भने रिसर्चले πr/8 हुन्छ भनेको है। यहाँ हेर है राम्ररी फेरि एकचोटि, यो जुन क्यापिलरी ट्युब छ, क्यापिलरी ट्युबलाई होरिजेन्टल्ली राखेको छ सुरुमा है, होरिजेन्टल्ली राखेको छ। अनि यो क्यापिलरी ट्युबको लेन्थ एल छ, रेडियस आर छ, प्रेसर डिफरेन्स पी छ, र यहाँबाट जुन लिक्विड बाहिर निक्लिँदैछ यो लिक्विडको भोल्युम पर युनिट टाइममा कति हुनेछ, πpr/8 हुन्छ। त्यही भएर हामी के लेख्न सक्छौँ भन्दा द भोल्युम अफ लिक्विड फ्लोइङ आउट पर सेकेन्ड भनेको भोल्युम अफ लिक्विड फ्लोइङ आउट पर सेकेन्ड थ्रु अ होरिजेन्टल क्यापिलरी ट्युब। यो ट्युब कसरी राखेको छ, होरिजेन्टल्ली, अफ लेन्थ एल, यसको लेन्थ कति छ एल, रेडियस आर, रेडियस कति छ यसको आर छ, एन्ड अन्डर प्रेसर डिफरेन्स पी इज गिभन बाई कति हुने रहेछ, v/t लाई हामी क्यु भन्छौँ। यो भनेको एमाउन्ट अफ लिक्विड फ्लोइङ आउट पर युनिट टाइम है, एमाउन्ट अफ लिक्विड फ्लोइङ आउट पर युनिट टाइम वा भोल्युम अफ लिक्विड फ्लोइङ आउट पर युनिट टाइम हो। यसको भ्यालु चाहिँ कति हुने रहेछ, πpr/8 हुन्छ। तिमीले के गरिदिने भन्दाखेरि टक्कसँगले यो यहाँदेखिको यो सोलुसन याद गर्ने, यो पनि याद गर्नु परेन, जम्मा के याद गर्ने, यहाँ ट्युब कसरी राखेको हुन्छ, होरिजेन्ट, यहाँ के फ्लो गरिएको हुन्छ, फ्लुइड वा लिक्विड, यसको रेडियस कति छ आर, आर भन्ने बित्तिकै आरको पावर 4 भयो। यहाँबाट कन्टिन्युअसली लिक्विड फ्लो भइरहेको छ कतिमा, पर युनिट टाइममा, त्यो भ्यालु चाहिँ कति हुने रहेछ, πpr/8 हुन्छ। नेक्स्टमा भन्दैछ हामीलाई वाट आर द एज्युम्सन्स युज्ड इन द डेरिभेसन अफ दिस फर्मुला। अब के अरे एज्युम्सन्सहरू गर्नुपर्छ है। पहिलो एज्युम्सन्स भनेको यहाँ जुन लिक्विड फ्लो भइरहेको छ यो कन्स्ट्यान्ट हुनुपर्छ, लिक्विडको फ्लो कस्तो हुनु पर्यो, कन्स्ट्यान्ट हुनुपर्छ है। अनि यो जुन एक्सिस छ, यो जुन पाइप जसरी राखेको छ त्यसरी नै लिक्विड बाहिर निक्लिनु पर्यो, त्यस्तो बाङ्गेर लिक्विड बाहिर निक्लिन पाउँदैन, जस्तो छ त्यस्तै सिधा आउनु पर्यो। भन्नुको मिनिङ प्यारलल टु एक्सिस अफ ट्युब हुनु पर्यो, प्यारलल टु एक्सिस अफ के हुनु पर्यो त, ट्युब हुनु पर्यो। अनि त्यस पछाडि जुन यो वाल्सबाट चाहिँ जुन वाल्समा छोएको जुन लिक्विड हुन्छ त्यसको भेलोसिटी 0 हुनु पर्यो, अनि जति भित्र जाँदै जान्छ त्यसको भेलोसिटी बढ्दै जानु पर्यो। भनेको भेलोसिटी 0 हुनु पर्यो वाल्समा, र भेलोसिटी बढ्दै जानु पर्यो कतातिर, इनसाइडतिर जाँदा चाहिँ भेलोसिटी बढ्दै जानु पर्यो। अनि अर्को भनेको के गर्नु पर्यो त भन्दा यो ट्युबलाई होरिजेन्टल्ली राख्नु पर्यो, ट्युब मस्ट बी होरिजेन्टल, ट्युबलाई कसरी राख्ने, होरिजेन्टल राख्ने है, ट्युबलाई छड्काएर राख्न पाइएन। त्यसो भए तीनवटा इम्पोर्टेन्ट एजुम्सन्सहरू के रहेछ, एउटा स्टेडी हुनु पर्यो, अर्को भनेको के अरे प्यारलल टु एक्सिस अफ ट्युब हुनु पर्यो, प्यारलल टु एक्सिस अफ के हुनु पर्यो त, ट्युब हुनु पर्यो। अर्को भनेको भेलोसिटी 0 हुनु पर्यो कहाँ, वाल्समा, र भेलोसिटी बढ्दै जानु पर्यो कतातिर, भित्रपट्टि जाँदाखेरि। अनि ट्युब के हुनु पर्यो, होरिजेन्टल हुनु पर्यो। यति याद गर्ने है यो चारवटा, एउटा स्टेडी, एउटा प्यारलल टु एक्सिस अफ ट्युब, भेलोसिटी 0 वाल्समा, इन्क्रिजेस इनसाइड, र ट्युब मस्ट बी होरिजेन्टल। नेक्स्ट क्वेसनले हामीलाई भनेको छ अ लिक्विड फ्लोज थ्रु अ पाइप अफ 1 मिलिमिटर रेडियस। त्यसो भए रेडियस आउने बित्तिकै 1 मिलिमिटर लेखिहाल्ने, मिलिमिटर देख्ने बित्तिकै मिटरमा कन्भर्ट गरिदिने, एन्ड 10 सेन्टिमिटर लेन्थको भ्यालु कति दियो त, 10 सेन्टिमिटर दियो। यो भनेको यसलाई पनि मिटरमा लाने, 0.1 मिटर भयो। अन्डर अ कन्स्ट्यान्ट प्रेसर दिएको छ हामीलाई, प्रेसर कति दियो त, 10 टु द पावर 4 डाइन पर सेन्टिमिटर स्क्वायर। अब यहाँ डाइनमा दिइसक्यो, डाइनमा दिइसके पछाडि यसलाई कन्भर्ट गर्नुभन्दा सजिलो यसलाई कन्भर्ट गर्नु हो, वा यो त सेन्टिमिटरमै छ यसलाई कन्भर्ट गर्नु, त्यही भएर
मिटरमा नगर्ने, केमा गर्ने सेन्टिमिटरमा। यो भनेको 0.1 के भयो त सेन्टिमिटरमा भयो। क्यालकुलेट द रेट अफ फ्लो भनेको छ, रेट अफ फ्लो भनेको v/t सोधेको, v/t भनेको क्यूको भ्यालु सोधेको हामीलाई। एन्ड स्पिड अफ द लिक्विड कमिङ आउट अफ द ट्युब, र यहाँबाट जुन लिक्विड बाहिर आउँदैछ त्यसको भेलोसिटी कति हुन्छ, भेलोसिटी सोधेको। हामीलाई के को भ्यालु दिएको छ त, यसले इटाको भ्यालु दिएको छ। इटाको भ्यालु कति दियो त 1.25 पोइस दियो। यो पनि केमा छ, सिजिएसमै छ है। अनि क्यू निकाल्ने फर्मुला कति पढेको छ, पाई PR4/8 इटा एल पढेको छ। यहाँ सबै भ्यालुहरू राखिदिने, यहाँ सबै भ्यालुहरू राखिसकेर एन्सर निकाल्ने। यसको आउँछ सेन्टिमिटर क्युब पर सेकेन्डमा आउँछ है। अनि तिमीहरूलाई स्पिड निकाल्नु भन्यो, स्पिड निकाल्नु भन्यो भने चाहिँ के गर्ने भन्दा रेट अफ फ्लो बाई इट्स एरिया गरिदिने, रेट अफ फ्लो बाई एरिया गर्ने। त्यस्तो बेलामा के आउँछ, स्पिड आउँछ है। अनि रेट अफ फ्लोको भ्यालु माथिबाट निकालिहाल्छौँ। अनि एरियाको भ्यालु चाहिँ πr² गरेर निकाल्ने, र युनिट आउँछ सेन्टिमिटर पर सेकेन्डमा। युनिटमा नजिक नि, युनिटमा केही खतम गयो भने तिमीहरूको आधी मार्क्स काटिदिन्छ। यति गरियो भने तिमीहरूको 5 मार्क्स यहाँबाट फिक्स आउँछ। ल अब नेक्स्ट क्वेसनमा जाउँ। यहाँ भनेको छ वाट इज स्टोक्स ल। स्टोक्स ल भन्दैछ वाट इज स्टोक्स ल एन्ड स्टेट द कन्डिसन अन्डर विच स्टेप ल इज भ्यालिड। कस्तो कस्तो कन्डिसन मात्रै भ्यालिड हुन्छ स्टोक्स ल भन्दैछ है। अनि यहाँ एउटा न्युमेरिकल दिएको छ। सुरुमा स्टोक्स ल भनेको बुझौँ। स्टोक्स ल कस्तोलाई भन्छ त भन्दा, जहाँ फोर्स इक्वल्स टु हामी कति लेख्न सक्छौँ, 6π/RV लेख्न सक्छौँ। यसलाई नि भन्छ स्टोक्स ल। यो भनेको के हो त भन्दा, सपोज हामीसँग एउटा कुनै मिडियम छ, यो एउटा मिडियम भयो है, यो लिक्विड मिडियम भयो, भ्याकुम मिडियम भयो, ग्यास पनि हुनसक्यो, स्पेसली फ्लुइड मिडियम हुनुभयो है। अब यो फ्लुइड मिडियममा जब यहाँ कुनै पनि स्पेरिकल अब्जेक्टलाई तलपट्टि झारिन्छ, के हुन्छ भन्दा यो सँगसँगैका लिक्विड लेयरहरू पनि तलतिर मुभ गर्छन्, तर परपट्टिको लिक्विड केमा हुन्छ, रेस्टमा हुन्छ। अनि यो दुईटाको बिचमा के क्रिएट हुन्छ त भन्दाखेरि फ्रिक्सन क्रिएट हुन्छ। यो फ्रिक्सनले गरेर चाहिँ एक किसिमको फोर्स प्रोड्युस्ड हुन्छ। त्यही फोर्सलाई नि भन्छ भिस्कस फोर्स। र यो भिस्कस फोर्स स्टोक्सले कति दिएको त 6π/RV है। यो भन्नुको मिनिङ चाहिँ के रहेछ भन्दा, यहाँ दुईवटा लेयरको बिचमा भएको रिलेटिभ मोसनको कारणले फ्रिक्सन प्रोड्युस भएको, त्यो फ्रिक्सनबाट फोर्स जेनेरेट भएको, त्यो फोर्सलाई चाहिँ भन्छ भिस्कस फोर्स। र यो चाहिँ बडी मुभ गर्दाखेरि मात्रै प्रोड्युस हुन्छ, बडी रेस्टमा भयो भने प्रोड्युस हुँदैन है। त्यही भएर स्टोक्स ल भनेको पनि कस्तो फोर्स हो, यो पनि भिस्कस फोर्स नै हो। र यसको हामी डेफिनेसन कसरी लेख्न सक्छौँ त भन्दा, द ब्याकवर्ड फोर्स एक्टिङ अन अ स्मल स्पेरिकल बडी इज कति हुने रहेछ त 6π/RV, जहाँ यो इटालाई भन्छ कोफिसिएन्ट अफ भिस्कोसिटी, यो आरलाई भन्छ रेडियस अफ द स्पेरिकल बडी, र भी भनेको टर्मिनल भेलोसिटी अफ द स्पेरिकल बडी। किनकि यो बडी कतापट्टि जाँदैछ, तलपट्टि जाँदैछ। त्यही भएर केमा डिपेन्ड भयो, एउटा इटामा, अर्को यसको रेडियसमा, र अर्को भनेको यसको भेलोसिटीमा डिपेन्ड भयो। त्यसैलाई नि स्टोक्स ल भन्छ। स्टोक्स ल भन्ने कति सम्झिने, F=6π/RV सम्झिने है त। हामीलाई यहाँ नेक्स्टमा भन्दैछ कन्डिसन अन्डर विच स्टोक्स ल इज भ्यालिड। कस्तो कस्तो केसमा स्टोक्स ल भ्यालिड हुन्छ त भन्दाखेरि, सपोज यो जुन हाम्रो लिक्विड छ नि, यो लिक्विड चाहिँ कस्तो हुनु पर्यो, होमोजेनियस हुनु पर्यो। होमोजेनियस भन्नुको मिनिङ यसमा कुनै इम्प्युरिटिज एड गरेको हुनु भएन। अर्को भनेको यहाँ जुन यो बडी छ, यो बडी मस्ट बी के हुनु पर्यो, स्पेरिकल हुनु पर्यो है। दुईवटा कन्डिसन भइहाल्यो, एउटा होमोजेनियस, अर्को स्पेरिकल। अनि यहाँ जुन लिक्विडको लेयर्स छ, यो लिक्विडको लेयर्स बिचको जुन फ्लो हुन्छ, यो फ्लो कस्तो हुनु पर्यो त, स्ट्रिम लाइन फ्लो हुनु पर्यो। त्यसपछि जम्मा जम्मी कतिवटा कुरामा डिपेन्ड गर्ने रहेछ त, 3टामा। एउटा बडी स्पेरिकल हुनु पर्यो, अनि बडी रिजिड पनि हुनुपर्छ है, बडी रिजिड पनि हुनुपर्छ, अनि स्मुथ पनि हुनुपर्छ।
यो स्मुथ नसम्झिँदा पनि भयो, के सम्झिने रिजिड। यो स्मुथ चाहिँ किन हुनुपर्छ भन्दाखेरिमा यदि बडी चिल्लो छैन भने चाहिँ त्यहीँनिर अलिकति फोर्सको प्रब्लम आउनसक्छ भनेर। त्यसो भए के अरे के भ्यालिड कन्डिसनहरू के रहेछन्? लिक्विड होमोजेनियस, अनि फ्लो अफ लिक्विड स्ट्रिमलाइन, बडी स्पेरिकल, तीनवटा कुरा हुन्छन् है त। अब नेक्स्ट न्युमेरिकलमा जाउँ। सी नम्बरको न्युमेरिकलमा यहाँ भन्दैछ अ रेन ड्रप अफ रेडियस 0.3 मिलिमिटर। त्यसो भए 0.3 मिलिमिटरलाई हामी कन्भर्ट गरिदिउँ केमा? सेन्टिमिटरमा। त्यसो भए 0.03 सेन्टिमिटर भयो। फ्लोज थ्रु एयर विथ टर्मिनल भेलोसिटी अफ 1 मिटर पर सेकेन्ड दिएको छ। 1 मिटर पर सेकेन्डको टर्मिनल भेलोसिटी भन्दैछ, यसलाई पनि सेन्टिमिटरमा कन्भर्ट गरौँ। 100 सेन्टिमिटर पर के भयो त? सेकेन्ड भयो। अनि हामीलाई भिस्कोसिटी अफ एयर दिएको छ, जसलाई हामी इटा भन्छौँ। इटाको भ्यालु दिएको छ 18 इन्टु 10⁻⁻5 फोइस दिएको छ है। हामीलाई भिस्कस फोर्स निकाल्नु भन्दैछ। एफ इक्वल्स टु कति हुन्छ त? 6 पाई इटा आरभी हुन्छ। यो सबै भ्यालुहरू टक्क पुट गरिदिने यसमा। 6 पाई इन्टु इटा भनेको 18 इन्टु 10⁻⁻5 भयो। आर भनेको 0.03 भयो। भेलोसिटी भनेको 100 भयो है। सबै पुट गर्दाखेरि फोर्सको भ्यालु आउँछ 1.018 इन्टु 10⁻⁻2 हुन्छ र यसको युनिट हुन्छ डाइन। किन डाइन हुन्छ त भन्दा फोर्सहरू जति सबै हामीले यहाँ केमा क्यालकुलेट गरेको छ? सिजिएस युनिटमा। यो पनि सिजिएसमा छ, यो पनि सिजिएसमा छ, यो पनि सिजिएसमा छ। त्यही भएर फोर्स पनि केमा हुन्छ? सिजिएसमा हुन्छ। यहाँ अब क्वेसनले भन्दैछ वाट इज टर्मिनल भेलोसिटी। टर्मिनल भेलोसिटी भनेको के हो? यहाँबाट धेरैचोटि ग्राफहरू पनि सोधिदिएको छ है, ग्राफहरूको बारेमा पनि सोध्छ नि। यहाँ भन्दैछ प्रुभ द्याट टर्मिनल भेलोसिटी अफ द स्पेरिकल अब्जेक्ट मुभिङ इन अ भिस्कस मिडियम। कुनै पनि एउटा भिस्कस मिडियममा बडी मुभ गर्दा, स्पेरिकल बडी मुभ गर्दाखेरि त्यसको भेलोसिटी चाहिँ के हुनसक्छ त भन्दाखेरिमा साइजसँग डाइरेक्टली प्रोपोर्सनल हुन्छ भनेर देखाउनु पर्ने, र भिस्कोसिटी अफ मिडियमसँग चाहिँ के हुन्छ? इन्भर्सली प्रोपोर्सनल हुन्छ भनेर देखाउनु पर्ने। अनि सी नम्बरमा हामीलाई एउटा न्युमेरिकल सोधेकै छ। सुरुमा जाउँ टर्मिनल भेलोसिटी है। टर्मिनल भेलोसिटी कस्तो भेलोसिटीलाई भन्छ त भन्दाखेरि सपोज यहाँ एउटा लिक्विड मिडियम छ, यहाँ के छ? लिक्विड मिडियम छ। यो लिक्विड मिडियममा एउटा स्पेरिकल बडी के गर्दैछ त? फल गर्दैछ है। फल गर्दै गर्दाखेरि के हुन्छ? मुनिपट्टि वेट लाग्छ, माथिपट्टि अपथ्रस्ट लाग्छ र अनि भिस्कस फोर्स लाग्छ। जबसम्म यो दुईटै फोर्सहरू ब्यालेन्स हुँदैन, यो दुईटै फोर्स तलपट्टि लाग्ने फोर्स र माथिपट्टि लाग्ने फोर्स ब्यालेन्स हुँदैन, त्यतिखेरसम्म भेलोसिटी के भइरहन्छ त? बढेको गर्छ, भेलोसिटी बढिरहन्छ है। अनि ठ्याक्क यो दुइटाको फोर्सको भ्यालु, यो दुइटा भ्यालुहरू ठ्याक्कै बराबर हुन्छ। त्यस्तो बेलामा भेलोसिटी अब बढ्न छोड्छ। भेलोसिटी के हुन्छ? कन्स्ट्यान्ट हुन्छ। हो त्यही कन्स्ट्यान्ट भेलोसिटीलाई हामी के भन्छौँ? टर्मिनल भेलोसिटी। त्यही भएर हामी के लेख्छौँ भन्दा द म्याक्सिमम कन्स्ट्यान्ट भेलोसिटी। भेलोसिटी के भयो? कन्स्ट्यान्ट भयो है। गेन बाई द बडी। कसले गेन गरेको त? यो बडीले गेन गरेको। के गेन गरेको? म्याक्सिमम कन्स्ट्यान्ट भेलोसिटी वाइल फलिङ थ्रु अ भिस्कस मिडियम। जतिखेर यो भिस्कस मिडियममा के गर्दै थियो? फल गर्दै थियो, त्यतिखेर यो बडीले गेन गरेको म्याक्सिमम कन्स्ट्यान्ट भेलोसिटीलाई नि के भन्छ? टर्मिनल भेलोसिटी भन्छ है। अनि टर्मिनल भेलोसिटी भन्ने बित्तिकै यहाँ एउटा ग्राफ सम्झिहाल्ने। यो ग्राफ धेरैचोटि सोधेको छ नि। यो ग्राफ एकदमै फोकस गर्ने है। सुरुमा भेलोसिटी के हुँदै गयो? बढ्दै 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 गयो। जतिखेर तलपट्टिको र माथिपट्टिको फोर्स ठ्याक्क इक्वल भयो, त्यतिखेर भेलोसिटी के हुन थाल्यो? कन्स्ट्यान्ट हुन थाल्यो। हो यही कन्स्ट्यान्ट भेलोसिटीलाई नि भन्छ टर्मिनल भेलोसिटी। यही टर्मिनल भेलोसिटीलाई केले डिनोट गरेको त? भिटीले डिनोट गरेको है। यो ग्राफहरू याद गर्ने। नेक्स्टमा जाउँ। हामीलाई भन्दैछ प्रुभ द्याट टर्मिनल भेलोसिटी अफ स्पेरिकल अब्जेक्ट भन्दैछ है। के सम्झिने भन्दा यो एउटा भिस्कस मिडियम। कुन मिडियम? भिस्कस मिडियम छ। यहाँ के छ? स्पेरिकल बडी छ। कस्तो बडी रहेछ? स्पेरिकल बडी होइन। जतिखेर यसले टर्मिनल भेलोसिटी पाउँछ, अघि पनि भनेको थियो, माथिपट्टि कुन कुन फोर्स लाग्छ? अफ थ्रस्ट र भिस्कस फोर्स। तलपट्टि के लाग्छ? वेट लाग्छ। अब यो जुन बडी छ, यो बडीको डेन्सिटी सिग्मा, यसको मास एम है। अनि त्यस पछाडि
यो जुन बाहिरपट्टिको लिक्विड छ यसको डेन्सिटी चाहिँ रो। त्यसो भए अब यो टर्मिनल भेलोसिटी चाहिँ कतिखेर पाउँछ त भन्दा जतिखेर यसमा नेट फोर्स कति हुन्छ 0। नेट फोर्स कतिखेर 0 हुन्छ भन्दा यो जुन तलपट्टि लागेको फोर्स छ डब्लु मस्ट बी इक्वल टु यो माथिपट्टि लागेको फोर्स के लागेको छ त यु प्लस एफबी। यु प्लस एफबीसँग बराबर हुनुपर्छ है। त्यसो भए एफबी इक्वल्स टु के भयो डब्लु माइनस यु यु भयो है। एफबी भनेको डब्लुको भ्यालु कति हुन्छ यसको मास एम छ है। अनि त्यस पछाडि डेन्सिटी सिग्मा छ अनि ग्राभिटी जी भयो माइनस अफ थ्रस्ट फ्लुइडले प्रोभाइड गरेको। अब त्यस पछाडि के हुन्छ भन्दाखेरिमा फ्लुइडको जस्तो भोल्युम हो त्यो अहिले यहाँ आउँदैन है त। फ्लुइडको के अरे यो अब्जेक्टको जस्तो सेप हो फ्लुइडको पनि सेप के हुन्छ त्यस्तै हुन्छ। यहाँ अब्जेक्टको सेप स्पेरिकल छ त्यही भएर भोल्युम पनि के हुन्छ स्पेरिकल हुन्छ। अनि यसको डेन्सिटी रो ग्राभिटी जी अनि एफबी इक्वल्स टु यो चाहिँ कति हुन्छ त पी सिग्मा जी हुन्छ। किन एम भनेको मास के अरे भोल्युम भनेको के हो त मास बाई डेन्सिटी हो। त्यसो भए मास इक्वल्स टु के भयो भोल्युम इन्टु डेन्सिटी भयो माइनस बी रो जी। अब हाम्रो भ्यालु आइसक्यो। अब एफबी भनेको कति 6 पाई इटा आरबी भयो इक्वल्स टु यो दुइटैबाट भी कमन आउँछ यहाँ भित्रपट्टि रहन्छ कि भन्दा सिग्मा माइनस रो यहाँ बाहिरपट्टि जी लेखिदिने अनि त्यस पछाडि बाहिरपट्टि भी आयो बडी स्पेरिकल हो त्यही भएर यसको भ्यालु कति 4/3 पाई आर क्युब। अब यसलाई क्यान्सल गर्ने हो भने यहाँ क्यान्सल गरेर भिटीको भ्यालु कति आउँछ त 2 आर स्क्वायर 2 आर स्क्वायर यो आर स्क्वायर छँदैछ 2 आर स्क्वायर सिग्मा माइनस रो इन्टु जी बाई 9 इटा हुन्छ। यो चाहिँ के भयो त टर्मिनल भेलोसिटी। अब यहाँबाट के कुराहरू थाहा भयो त भन्दा मैले यसलाई यो साइडमा लेखेँ है। अब यहाँ टर्मिनल भेलोसिटी जुन छ यो आरको स्क्वायरसँग के भयो डाइरेक्टली प्रोपोर्सनल भन्नुको मिनिङ साइडसँग डाइरेक्टली प्रोपोर्सनल भयो। अर्को भनेको टर्मिनल भेलोसिटी यो जुन इटा छ यो इटासँग चाहिँ के भयो इन्भर्सली प्रोपोर्सनल भयो भन्नुको मिनिङ इन्भर्सली प्रोपोर्सनल टु के भयो भिस्कोसिटी भयो। हो यसरी प्रुफ गर्ने है त। नेक्स्टमा के भनौँ 8 रेन ड्रप्स अफ रेडियस 1 मिलिमिटर। त्यसो भए रेडियस इक्वल्स टु 1 मिलिमिटर लेखिहाल्ने। यो मिलिमिटरलाई सेन्टिमिटरमा कन्भर्ट गर्ने 0.1 सेन्टिमिटर। मेनली यहाँ हामी सिजिएस सिस्टमबाट गर्छौँ है न्युमेरिकल गर्दा यसको याद गर्ने युनिट्समा। टर्मिनल भेलोसिटी भिटीको भ्यालु कति दिएको छ 5 सेन्टिमिटर पर सेकेन्ड दिएको छ। कोलिजेस भन्नुको मिनिङ यो मिक्स्ड भयो भनेको है सबै के भयो मिक्स्ड भयो भनेको टु फर्म बिगर ड्रप्स है। बिगर ड्रप्स भनेको ठुलो ड्रप्स भन्छ भनेको फाइन्ड द टर्मिनल भेलोसिटी अफ द बिगर ड्रप्स। त्यसो भए यो कसको दिएको रहेछ त स्मल ड्रप्सको। हामीलाई सोधेको रहेछ टर्मिनल भेलोसिटी अफ बिगर ड्रप्स। ड्रप्सहरू कतिवटा रहेछन् 8वटा त्यही भएर एनको भ्यालु कति भयो 8 अनि त्यस पछाडि यो पनि भयो यो पनि भयो ठिक छ ल। अब के गर्ने त भन्दाखेरि जहिले पनि के हुन्छ भोल्युम अफ बिग ड्रप जुन छ मस्ट बी इक्वल टु भोल्युम अफ स्मल ड्रप तर कतिवटाबाट बनेको 8वटाबाट बनेको। त्यही भएर हामी यहाँ के लेख्न सक्यौँ ड्रपको सेप स्पेरिकल हुन्छ 4/3 पाई आर क्युब लेख्न सक्यौँ। अनि यहाँ 8 को 8 यो पनि स्पेरिकल सेपको हुन्छ 4/3 पाई आर क्युब लेख्यौँ। त्यसो भए आर इक्वल्स टु कति भयो त 2 स्मल आर भयो है 2 स्मल आर भयो। अनि टर्मिनल भेलोसिटीको फर्मुला हेर्ने टर्मिनल भेलोसिटी यहाँ अघि भर्खर लेखेको थिएँ रेडियससँग के हुन्छ डाइरेक्टली प्रोपोर्सनल रेडियसको स्क्वायरसँग। त्यसो भए हामी के लेख्न सक्यौँ त भन्दा टर्मिनल भेलोसिटी फर बिगर ड्रप बाई टर्मिनल भेलोसिटी अफ स्मल ड्रप मस्ट बी इक्वल टु टर्मिनल भेलोसिटी बिग ड्रपको रेडियसलाई मैले ठुलो आर माने सानोलाई स्मल आर माने डाइरेक्टली प्रोपोर्सनल भएर। अब हामीलाई चाहिएको टर्मिनल भेलोसिटी अफ बिगर ड्रप यो भनेको टर्मिनल भेलोसिटी अफ स्मल ड्रप इन्टु आर स्क्वायर बाई के हुन्छ त आर स्क्वायर। सबै भ्यालु पुट गर्ने यहाँ सबै यो पनि दिएको छ यो पनि दिएको छ यो यहाँबाट सोल्भ गरेर आएको भिटी पनि दिएको छ स्मलको सबै पुट गर्दाखेरि यसको भ्यालु आउँछ 20 सेन्टिमिटर पर सेकेन्ड।